नमस्ते स्वागत छ तपाईँलाई मेरो भ्लगमा पानी म सार्जाबाट कफी हो गाइज वेलकम ब्याक टु माई च्यानल आज म कहाँ जाँदैछु भनेर म तपाईँलाई अगाडि नै भन्छु आज म एउटा क्याफे छ अस्ति नै इन्स्टाग्राममा देखिरहेको थिएँ त्यो क्याफेमा यसो कफी खान जाऊँ कि भनेर यसो क्याफे अन गर्नु जानु लागेको अनि आज एउटा इभेन्ट पनि छ लाटे आर्टको मैले चाहिँ पार्टिसिपेट गरेको छैन तर मेरो साथीहरूले धेरै जना गर्नुभएको छ 24जना नेपालीहरूले गर्नुभएको छ सो आइ एम गोइङ टु सपोर्ट देम त्यहाँ गएर ये गर्दै सो आई सो यु गाइज त्यहाँ के कस्तो हुन्छ भनेर सो स्टे ट्युन गाइज म चाहिँ अहिले मेट्रो आइसकेको छु अब म मेट्रो कुर्दैछु एउटा मेट्रो चाहिँ छोडेर गयो अब अर्को मेट्रो आउनु कम्तीमा पनि कति 5 मिनट्स लाग्छ तर म यहाँ बसेको 1 मिनट जति भयो अब 4 मिनट जतिमा आउँछ होला एन्ड आई गेट इन द मेट्रो एन्ड आई गो अप टु बुर्जुमन अनि बुर्जुमनदेखि फेरि त्यहाँदेखि चेन्ज गर्नुपर्छ सो यहाँ त्यस्तो छ आई सो यु चाहिँ एक्लै जानु आँटेको होइन आवाज सर पनि आउनुहुन्छ आवाज सर चाहिँ आई गेस बुर्जुमनदेखि चाहिँ चढ्नुहुन्छ म चाहिँ यहाँदेखि अनि त्यसपछि हामी दुईजना सँगै जान्छौँ अनि त्यहाँ गएर अनि त्यहाँदेखि चाहिँ हामी उता कम्पिटिसन इभेन्टमा जान्छौँ सो त्यस्तै हुन्छ सो प्लिज किप वाचिङ है सर पनि जोइन गरिसक्नु भएको छ मसँग So yeah, we are here at insurance market. अहिले चाहिँ हामी इन्सुरेन्स मार्केट आइसकेको छौँ अब यहाँदेखि चाहिँ त्यो क्याफेमा आई गेस ट्याक्सी लिएर जानुपर्छ सो यहाँ अब चाहिँ हामी यहाँदेखि निक्लिएर ट्याक्सी लिएर जान्छौँ यस्तो लड्दैन आमाउन्ट ठाउँमा बस्दैछु म त गाइज अब चाहिँ हामी ट्याक्सी लिएर के अरे त्यो क्याफेको नाम पिज्जा क्राफ्ट कफी भन्ने ठाउँमा जाँदैछौँ So where are the beans from? ओके गाइस मैले चाहिँ एउटा एस्प्रेसो अर्डर गरेको छु फर्स्टमा एस्प्रेसो ट्राई गर्ने अनि त्यसपछि अरू कफी कस्तो छ खाने अनि हेर्ने कोलम्बिया वास्ड गेसा हो तर अलिकति ओभर एक्स्ट्रा भएको जस्तो लाग्यो मलाई ट्राई गर आफ्टर टेस्टमा बिटरनेस आइरहेको सुत्ने सुत्ने बहस लागिरहेको छ है तर अलिकति टिको भएको छ क्या लास्टमा एन्डमा ओभरअल निकै छ ऊ त गाडीको फोटो खिच्छु बसेर त क्या मजाको फ्रेम मिलाएको थियो यो प्लान्टको फ्रेम क्या मिलाएको क्या अब त्यहाँ त्यो गाडीले पार्क गऱ्यो अब सो गाइज अब चाहिँ हामी निस्केको यहाँबाट लास्टै काम छ मैले चाहिँ एउटा स्ट्रबेरी माछा लाटे पनि लिएँ एन्ड इट्स गुड खासमा भन्नुपर्दाखेरि माछाको खासै फ्यान त होइन तर मिठो छ यो चाहिँ ल अब हामी निस्क्यौँ घाम लास्टै छ अहिले चाहिँ हामी आइपुग्यौँ अब हामी पैसा दिँदैछौँ अनि त्यसपछि हामी बाहिर निस्किन्छौँ अब यता कतातिर हो थाहा छैन अब खोज्छौँ हामी ओके अब चाहिँ हामी आइसकेको छौँ हाई गाइज नमस्ते हेलो के
इट्स हजुर ए बाहिर एकछिन काम थियो क्या हाई लाते आर्टको विनर है अलरेडी मैले प्रिडिक्ट गरिदिइसकेको छु होइन साँच्चै हो त उयो गर्नुपर्छ मेनिफेस्ट गर्नुपर्छ मेनिफेस्ट मोटिभेट खतरा हो नि तपाईँ त करेक्ट इफ इन केस जितिहाल्यो भने अस्ति हेर जुली थाउनु पाएको भए कति राम्रो हुन्थ्यो मैले चाहिँ त्यो विटनेस गर्न पाउनुहुन्थ्यो तपाईँले धन्यवाद धन्यवाद सन्चै हुनुहुन्छ गाइजहरू धन्यवाद कुन कफी हो दाइ यो हजुर एनारोबिक भन्दै थियो बल्ल एनारोबिक खानु पायो बिहानदेखि होला है तपाईँहरू त रजत सरहरू कहाँ हुनुहुन्छ ए हो पार्टिसिपेट गर्नु भएको छैन उहाँले ए ल राजु दाइहरू पनि कता हुनुहुन्थ्यो जस्तो लागिरहेको थियो राजु दाई कफी पाइन्छ ओहो नमस्ते 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 के छ मिलन सर सन्चै हेपेको मलाई हेपेको आज आएर तपाईँले मलाई हेपिदिने मलाई कफी छैन हेप्ने धन्यवाद निस्किँदैन त निस्किने मान्दैन त अच्छा होइन हौ आर्ट चाहिँ कस्तो भयो भने जाउँदै छैन नि हो फर्स्ट राउन्ड भयो पास भयो फर्स्ट राउन्ड अब हेर्न पर्छ एकछिनमा भन्नु न भइसक्यो ल कङ्ग्रेचुलेसन खायो होइन आज कुन कफी हो यो ए दाइ मेरो कुरा सुन्नु न कुन कफी हो यो कुन कफी हो विनर आएको विनर यता दाइ हाम्रो पास आउँछ होइन पास आउँछ 50-50 होला नि त ल जित्यो भने कसम दाइ ल मेरो स्याम्पल खै साथी लगिन्छ नि फेरि म त एउटा मात्रले पुग्दैन नि त नि हामीलाई दिनु है साँच्चै मलाई कसम आशीर्वाद लिएको है क्या हो हुस हुस बाँकी कफी ल ल फेरि फेरि ओ अहिलेको ब्रुबारमा चाहिँ हामीसँग हुनुहुन्छ हाम्रो अझ भाइ मिठो ब्रु गर्नु लाग्नु भएको छ कुन कफी ब्रु गर्नु लाग्नु भएको येमेन
पिबेरी पो रहेछ त भाइको ब्रुमाथि ट्रस्ट छ मलाई वान ह्यान्ड ब्रु यतिको प्रोफेसनल चाहिँ हुनुपर्ने हुन्छ साथीभाइले पर्खिरहेको त धुपिलले कतिखेर कफी पाक्छ भन्दै गजब बेइज्जती ल ल ल हामीलाई पनि धन्यवाद हुन्छ नाइस मिठो छ अच्छा कफी मिठो भयो भाइ नाइस From the champion? If you want the same taste, suddenly you need to go Sara Restaurant, okay? यतिको मार्केटिङ चाहिँ गर्नु पर्यो साथीलाई सपोर्ट गर्दैन सही हो साराको त मार्केटिङ गर्दैन है फरक पर्दैन तर मेरो साथी भएर मुटु बेस्टु तर हामी ठिकै टाइममा आएको हो है नि फर्स्ट राउन्ड सकिसकेको छ अब सेकेन्ड राउन्ड बाँकी रहेछ हुनु 3टा राउन्ड छ अरे सेकेन्ड राउन्ड अनि त्यस पछाडि थर्ड राउन्ड अनि त्यस पछाडि जित्छ कसले जित्छ very positive about the Yemen Cup. बिहानदेखि ब्रु गर्दा गर्दा कस्तो फिल भइरहेको छ दाइ बिहानदेखि ब्रु गर्दा गर्दा कस्तो फिल भइरहेको छ एकदम दामी मजा आएको छ जस्तो लाग्छ अरे जबरजस्ती हो जबरजस्ती हो के भन्नु काम हो गर्नै पर्यो कैसा लगा मेरा मजाक Thank you. Cheers. I'm waiting for coffee. Please, छिटो। बिहानदेखि कफी खानु पाएको छैन भनेर कम्प्लेन गर्दै थिएँ आज चाहिँ हलसेल कफी भइसकेको छ हाई वेलकम छ तपाईँहरूलाई Cheers. ल once again cheers हो हजुर ए ल Cheers. सक्यो खलास अर्को ब्रु गइहाल्छ नि धेरै गएछ नि कपमा हालिदिन्छ अनि लगेर जाउँ देऊ साथी कपमा हालेर लगा रिलिज गर्छ हल्का यो मेरो पोरिङमा यो हो भन्दा रेसिपी चाहिँ मेरो सिक्रेट रेसिपी रेसिपीहरू बनाइदिएँ यसको कति
तरीका है भीख मांगने का? साथीलाई दिनु न बिचारा अलि बेसी पुरेर बस्नु हो हेलो सर नमस्ते सन्चै हुनुहुन्छ सर 17 प्रोबाटै खिच्नु भएको फेरि 16 15 इन्चबाट त फोटो सोटो भिडियो सिडियो हुँदैन नि फेरि सर भनेपछि मेरो फोन लकी नै रहेछ हो मेरो दाजु किन ढिलो हो किन हो मेरो दाजु किन हो हिरोहरूको एन्ट्री लास्टमा हुन्छ अरे क्या हाम्रो दाजु त्यतिकै लेजेन्ड अनि सरको चस्मा साह्रै मन पर्यो मलाई मलाई नि मन परेन सर तपाईँको एकचोटि आउटफिटको वर्क भनिदिनु न त कता कताबाट सिकाइदिनु भयो यो पाकिस्तानको हजुर सर यो हजुर सफल नमस्ते स्वागत छ तपाईँलाई मेरो ब्लगमा पानी म शारजाबाट वासरुम ल ल ल राजु नै हाम्रो संसारको नानीको छ यहाँ ल नमस्ते नमस्ते वेलकम छ तपाईँलाई कहिले आउनुहुन्छ त हाम्रोतिर अनि यस्तो हाम्रोतिर पनि देखा परौँ न जानु सर पनि आउनै बिर्सिनु भयो सर बाटो त्यही हो कहिले आउनुहुन्छ म आजै आउँथे हाम्रो हाइटको डिफरेन्स हुनुको कारण यहाँसम्म ल ल ल आज 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 कसको सपोर्टमा हो त आज हामी हाम्रो बेस्ट लाटे आर्टको जसले राम्रो बनाउँछ उसैलाई हामी भेदभाव गर्दैनौँ हो म नेपाली हो नेपालीले जितोस् भन्ने चाहिँ छ तर एट द एन्ड राम्रो लाटे आर्टले जित्नुपर्छ करेक्ट त्यो जजेसहरूले पनि फेयर जजमेन्ट गर्नुपर्छ भनेर मात्रै नभए त जसको लाटे आर्ट राम्रो छ जित्योस् हाम्रो नेपाली भाइहरू पनि फेरि अति बगाल्छ अहिले हामीसँग यता हामीसँग यहाँ सर अनि हाम्रो किसन भाइ अनि त्यसपछि भर्याङमा हाम्रो मिलन सर भर्याङ सर हेलो हाई सबैलाई यतिको हाइभाइब चाहिँ गर्नु पर्छ We'll be getting back again. Yes. Now just यहाँ चाहिँ अब एकदमै सिरियस मोडमा गइराख्नु भएको छ हाम्रो किसन सर र राजु दाई पुरै राजु दाई पुरै ड्राइगिङतिर लागिराख्नु भएको छ आमा यस्तो खतरा ड्राइगिङ यस्तो स्मुथ अब के कुरै छोडिदिउँ न यता फेरि आफ्नै छ हो यता फेरि आफ्नै पारामा आमाको विगल त फेरि के भन्नु गइरहेको विगलै ल ल ल ल खतरा खतरा मेरो नयाँ चकटेलर सिरिजको न्यू पिन्च गर्नै पर्ने हुन्छ जानुहोस् न ल थ्याङ्क यू सो मच यहाँ पनि वर्ड भनिदिनु न त ल ओटिडीको
ल आउटफिट अफ द डे ल क्र्याक गरौँ न त यो कहाँबाट दिएको Night market. नाइट मार्केट अनि जिन्स Jeans from Affordable. अफोर्डेबल एन्ड सुज फ्रम From Nepal. ओके From Darumar. एन्ड वाच चाहिँ What is G-Shock, eh? अल टाइम फेभरेट Last 5 years ago. ओरिजिनल Yeah, original. OG. ओर्जी के बनाउनु भयो खतरा भयो होला चाहिँ म त यहाँ हातै पुगेन त देखाउनलाई कस्तो होला है? बधाई छ धन्यवाद तपाईँले पनि खतरा गर्नु भयो खतरा बबाल अब फाइनल होइन त होइन सेमी फाइनल सेमी फाइनल के बनाउने के प्याटर्न बनाउने सोच्नु भएको छ कि म क्या त कपमा हो ओके ल साहिल सर बेस्ट अफ लक हाम्रो चाहिँ दुईजना सरहरू कम्पिट गरिराख्नु भएको छ एउटै रुममा लेट्स सी हु विल विन शङ्कर सर और साहिल सर How's the timing? 3 minutes past? 30 seconds remaining. Guys, you got only 30 seconds remaining, yeah? Except Shankar, because he had the technical guy. कस्तो भयो कामै छु राम्रो त बन्यो नि राम्रो त बन्यो नि अलि मोटो बनेछ तर ठिकै छ इट्स ओके दिस इज माई फर्स्ट टाइम बट इट्स ओके नर्भसनेस अनुहारमा हेरेर एकचोटि यता हेर्नु but it's still okay. I'm fine, I'm Kinshana. I did well, I guess. Yes. At the end of the day, you have to satisfy with your performance, no matter you win or you lose. I could have done better, but I did what I did, you know. Yes. I was really nervous, still I controlled my fear and completed my art. That's the spirit. The Shankar sir र अब साहिल सर गाइसकेको छ लाटे आर्ट अब लेट्स सी कसले जित्नुहुन्छ है ल बधाई छ मलाई आशै गरेको थिएन त अरे गरेछ त भिडियो खिच्न सजिलो भयो मलाई पनि कम्प्युटर चाहिँ सरी शशी भाइसँग कम्पिट गर्ने मान्छे चाहिँ शशी भाइलाई देखेर डराएर भागेछ क्या लाइक भाइ चाहिँ खतरा हो नि त
जितिसक्यो क्या भाइले यो राउन्डै जितिसक्यो क्या आर्टै नबनाइकन होइन भाइ ल ल ल ल ल ल शशि भाइ चिल 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 हुन्छ हुन्छ केही छैन खायो शशि भाइले खायो अब चाहिँ हामी लादियार कम्पिटिसनबाट निक्लिसकेको छौँ त्यहाँ अझै भइरहेको छ तर हामी चाहिँ धेरै बेरसम्म बस्नु सकेनौँ वेयर सो टायर्ड अनि भोक पनि लागिसकेको थियो नि त सो त्यही भएको कारणले गर्दाखेरि हामी निस्किँदैछौँ सन्तोष दाइले हामीलाई मेट्रोसम्म छोडिदिनुहुन्छ भनेर भन्नुभएको छ यहाँ छ अब दाइको गाडीमा चढ्ने जाने सटल आएर अहिले चाहिँ हामी मेट्रो स्टेसन आइपुग्यौँ अब यहाँदेखि चाहिँ मेट्रो चढेर घर फर्किने अनि गुबैबातिर गएर खाजा खाने भनेर भनेको अब हेरौँ के हुन्छ गाइज आइ एम रियली भेरी टायर्ड गयो लास्टै अब खाना खानुको लागि यहाँ एउटा होटलमा आएको छु अनि खानासाना खाने हुन्छ अनि आजको लागि भ्लग यही एन्ड गर्छु म यही एन्ड गर्छु म सो प्लिज डु लाइक सेयर एन्ड सब्सक्राइब तपाईँहरूलाई भ्लग कस्तो लाग्यो भनिदिनु होला अनि तपाईँहरूलाई कस्तो खालको कन्टेन्टहरू मनपर्छ प्लिज डु कमेन्ट डाउन बिलो है सो म चाहिँ त्यही अनुसारले भिडियोहरू बनाउने प्रयास गर्छु सो किप सपोर्टिङ